यस्तो छ, एमआरपी लगाउने भनेर सरकारले 7 दिनको सूचना दिएर एमआरपी लगाउँछु भन्नु र बजार अनुगमन हिँडेर जथाभावी उद्योग बन्द गर्ने, जरिमाना गर्ने कानुनको आड देखाएर गरिरहेछ। एमआरपी 7 दिनमा लाग्दैन। मसँग पुरानो स्टक छ, एउटा उद्योगसँग पुरानो स्टक हुन्छ, कमसेकम 1 वर्ष 6 महिना 1 वर्षको स्टक हुन्छ। बजारमा गएको सामान अर्को 6 महिना 1 वर्षको स्टक हुन्छ। हाम्रो 2 वर्षसम्म चाहिँ डेट एक्सपायरको टाइमहरू हुन्छ। त्यो सामानलाई के गर्ने? बजारमा गएर त्यसलाई हेर्ने के गर्ने? त्यसैले के छ भनेदेखि अहिले लगाउने भन्नु 75 सालमा आएको ऐन समातेर 7 दिनमा एमआरपी लगाउनलाई के आकाश खस्यो? अहिले होमवर्क नगरिकन गर्नलाई के बिग्रियो आजको दिनमा? त्यो कुराहरू भएन। यसले गर्दाखेरि महँगी बढ्यो। तपाईँलाई सप्रमाण भन्छु, महँगी बढ्यो। काठमाडौँमा एमआरपी लगा भनेका दिनमा 35 रुपियाँ पानी थियो, जारको पानी। एमआरपी लगाएको दोस्रो दिनमा 50 रुपियाँ पुग्यो। महँगी बढेन? ती काठमाडौँभित्रै, बाहिर गयो। दोस्रो, मैले यहाँ 10 रुपियाँमा एउटा सामान बेच्छु, कुनै पनि 10 रुपियाँ